तपाईहरु घुम्दा घुम्दै लन्डन सेन्ट्रल लन्डनको हाइड पार्कमा आइपुग्नुभयो भने हाइड पार्क भित्र पर्यटकको लागि यसरी चाहिँ टोयलेट राखेको छ। यसमा चाहिँ यो जेन्ट्स र लेडिजको लागि छुट्टै छुट्टै टोयलेट छ। अहिले त्यहाँ देख्न सकिन्छ, त्यहाँ चाहिँ टोयलेट बाहिर चाहिँ मान्छेहरू बसिरहनु भएको छ। क्युमा त होइन होला, तर चाहिँ यहाँ टोयलेटको सुविधा पनि छ। यो हाइड पार्क भित्र पसलको सुविधा छ, टोयलेटको सुविधा छ, बस्ने ठाउँहरूको सुविधा छ। तल पोखरीमा माछाहरू हेर्ने, उसको हाँसको। अब मेरो काम एउटा मेरो अब 1 महिनाको लागि हुने काम माछा के अरे माछा रे तल हाँस टेक केयर गर्ने, हाँस हेरविचार गर्ने जागिर त्यो आउँदैछ। त्यो म दिनदिन पोस्ट गर्छु, नसोध्नु। त्यो राम्रो काममा यसरी लाएर बस्यो भने तपाईँ पछि पर्नुहुन्छ। त्यसले गर्दा काम राम्रो नराम्रो हुनु भन्दा मान्छे उच्च र निच्च कोही पनि हुँदैन। एउटा कर्म गर्दै गएपछि मान्छे ठुलो सानो हुने हो। सायद एउटा गहनाको रूपमा नि लिन सक्नुहुन्छ है भनेर म आफैले मकै भन्नु मिल्दैन। तर अहिलेको यो युगमा चाहिँ यसो भनेर अगाडि देखाउनु पर्ने रहेछ कि देखिनु पर्ने रहेछ। अनि मात्र अब तपाईँले कुनै कुरा कन्ट्रिब्युसन दिन्छु म समाजलाई मान्छेलाई भन्दा पनि तपाईँले दिन्छु भनेर बस्यो भने त्यो पत्याउँदैन कि म दिन्छु मसँग छ म यस्तो जान्नेछु भनेर अगाडि आउनुपर्ने हुन्छ। बल्ल तिनीहरूले पत्याउँछ कि किनभने पर्दा लागेको छ कि अहिले संसारको आँखा अगाडि डिजिटल पर्दा आर्टिफिसियल पर्दा लागेको छ कि देखिन्छ। तर वास्तविक एउटा ज्ञानको रूपमा एउटा हिन्दू दर्शन अथवा बुद्ध दर्शन अथवा कुनै दर्शनको रूपमा हेर्ने भने म जानेको छु, म तँलाई यस्तो दिन्छु भनेर जानु भनेको आफ्नै घाटा आफ्नो मूर्खता हो भन्ने कुरा छ। त्यसो चाहिँ भन्नु नि हुन्न त्यसरी होइन। तर के गर्नु, त्यसबाट आफूलाई अलिकति घाटा हुन्छ भने समाजको लागि कन्ट्रिब्युसनको लागि चाहिँ आफूले घाटा नै सहेर भयो भने चाहिँ अलिकति अगाडि बढ्नुपर्ने छ कि किनभने त्यो चाहिँ मल्टिप्लाई भएर आफूलाई रिटर्न हुन्छ कि पछि। अहिले अलिकति घाटा भयो नि इन्भेस्ट त हो नि होइन। अहिले मैले समय इन्भेस्ट गरिरहेको छु, यो समयको केही समय इन्भेस्टले केही राम्रो कुरा चाहिँ म्यासेज पुग्यो भने त्यो राम्रो फैलिँदै जान्छ। राम्रो फैलिँदै जान्छ भने त्यो समाजमा को हिँडिरहेछ त मेरै प्रतिरूप स्वरूपहरू